25 वर्ष भयो मैले पढाउन थालेको। धेरैले पढाएँ। तीमध्ये कतिपयको नाम पत्रपत्रिकामा देख्दा गर्व लाग्छ। धेरैको सफलतामा त म दर्शक दीर्घमा बसेर ताली नै बजाएको छु। पहिले मैले सधैँ विद्यार्थीलाई नाम र रोल नम्बरले मात्रै बोलाउँथेँ। इन्द्र रोल नम्बर 4, जानकी रोल नम्बर 11। त्यही नै काफी लाग्थ्यो। केही अघि कक्षामा एउटा प्रश्न सोधे, तिमीहरूलाई नेपालको के कुरामा गर्व लाग्छ? कसैले भन्न सगरमाथा, कसैले भगवान बुद्ध, त कसैले पशुपतिनाथ अनि जानकी मन्दिर। तर राजुको उत्तरले मलाई सोच्न बाध्य बनायो। सर, मलाई यी सबैमा गर्व लाग्छ, तर त्यो भन्दा पनि मलाई नेपाल र नेपालीको विविधतामा गर्व लाग्छ। थुप्रै जात जाति र संस्कृति भएको हामी सँगै बसेकोमा खुसी लाग्छ। सबैको बराबर अधिकार अनि सबैको बराबर सम्मान। हामी फरक छौँ तर पनि एउटै छौँ। आफ्नै रङ्ग रङ्गका फुल, सबै एउटै धागोमा उनिएर रङ्गी चङ्गी माला बनेका छौँ हामी। त्यो दिन राजुले मलाई राम्रै पाठ पढायो जीवनभरिका लागि। उनीहरूको पहिचानसँगै साँच्चै एउटा विविधता गाँसेको थियो, तर कक्षा भने एउटै। त्यसैले आजकल हामी कक्षामा म पूजा, ईद, लोसार, सरस्वती पूजा, छठ सबै मनाउँछौँ। मेरो कक्षाभित्र त पुरा देश अटाएको रहेछ। गर्व लाग्छ। हामी भित्र म, सबै अट्ने देश, सबैलाई जोड्ने काङ्ग्रेस।